नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई आध्यात्मिक राइटर च्यानलमा। र आज म यहाँहरूलाई नयाँ ठाउँ लिएर जाँदैछु है त। हामीले गोर्खा जिल्लामा रहेको यो माछी खोलासम्म चाहिँ काठमाडौँबाट पुग्छौँ। नाइट गाडी पनि जान्छ र डे गाडी पनि जान्छौँ। त्यहाँ एक रात बसेर त्यहाँबाट चाहिँ हामीले गाडी मा नै 5 घन्टाको यात्रा अगाडि बढ्छौँ र 5 घन्टाको यात्रा सकिसके पछाडि हामी हिँड्छौँ। लगभग खोला नाला खोला हामी यसरी झरना हेर्दै एकदमै खोला ड्याङमा गएर बस्न नि सक्नुहुन्छ यहाँहरू। नभए पनि त्यहाँबाट केही माथि राना भन्ने ठाउँमा गएर पनि बस्न सक्नुहुनेछ। यहाँबाट लगभग 6 घन्टा लगभग एक दिन जति अलि हिँड्नु पर्दैन। कसैले 6 घन्टा कसैले 8 घन्टा लगाउँछन्। तपाईँले कति हिँड्नुपर्छ त्यसमा भर पर्छ। अनि यहाँ हामी आइपुगेपछि चाहिँ लार्के पास जाने बाटो र दुईवटा ठ्याक्क यहाँनिरबाट चाहिँ हामीले चाहिँ दुईवटा बाटो छुट्टिन्छौँ। यहाँ चाहिँ यो झरनाबाट एउटा जलविद्युत आयोजना पनि निकालिएको छ त्यहाँ लोकल गाउँको लागि। यो पुल तरेर हामी चाहिँ यता माथि पुरा त्यो देखिएको डाँडो टुप्पामै पुग्नुपर्छ भोलि चाहिँ। र यो पुल तर्यौँ हामी सिधै उता जान चाहिँ हामीहरू बेस क्याम्पतिर लाग्छौँ, जुन चाहिँ लार्केला पासतिर धर्मशालातिर जाने बाटो हो त्यो भनेको चाहिँ। तर हामी पुल तरेर चाहिँ यो पुल हुँदै नाक फुस्सिने उकालो पार गर्दै हामीले देख्न सक्नुहुनेछ डेत पोखरीतिर लाग्छौँ। यो ठाडो उकालो घाममा पसिना बगाउँदै हामी चाहिँ लगभग 1 देखि 1.5 घन्टाको चढाइपछि हामी यो पोक गाउँमा आइपुग्यौँ। अब गाउँले बस्ती सुरु हुन्छ र यति साना साना गाईहरू गोरुहरूदेखि लिएर बाछाहरू कुकुरहरू कुखुराहरू सबै देख्छौँ। र एउटा गुम्बा सुन्दर गुम्बा त्यहाँ कुदिएका धेरै किसिमका मूर्तिहरू देख्न सक्छौँ। र हामी चाहिँ यो गेस्ट हाउसमा छ कि छैन बास खोज्दै जाउँ है त। यहाँ बाटैमा गेस्ट हाउस देख्न सक्नुहुन्छ। गुम्बाकै अपोजिट साइडमा ठुलो गुम्बा पछिको अपोजिट साइडमा चाहिँ हामीले यो गेस्ट हाउस पायौँ। जस्ट यहाँ चाहिँ यो अगाडि चाहिँ यति ढुङ्गामा कुदिएका विभिन्न किसिमका देवीहरूका ताराहरूका चाहिँ मूर्तिहरू पनि छ। र यहाँ देख्न सक्नुहुनेछ ठ्याक्कै अगाडि गुम्बा छ र हामीलाई एकदम राम्रो रुम भेटेका छौँ। कोही पनि थिएन बस्ने मान्छे, त्यही भएर सायद। अनि यहाँ दिदीहरू चाहिँ लोकल यो उहाँहरूले नै लगाउने जस्तै लगाएर नै काम गरिरहनु भएको छ। यो बुन्न लाग्नु भएको रहेछ। उहाँहरूसँग गफ भयो, बस्यौँ र भोलिपल्ट हामी चाहिँ डेपचाल जाने आजै जाने कि भनेको, तर आज गएर 12 बजे थियो यहाँ आइपुग्दा। एक दिन रेस्टको लागि बस्यौँ र बिहानै उठेर हिउँ परेको छ अरे। यदि हामीले चाहिँ त्यहाँ लोकल गाइड लिएर गएनौँ भने बाटो नदेख्ने सक्ने सम्भावना हुन्छ। लोकल गाइड लानुहुन्छ भने चाहिँ 1500 देखि 1800 सम्म लिँदो रहेछ। हामीलाई 1700 लिएको थियो। अनि त्यहाँबाट यहाँ गाउँ घुम्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ विभिन्न किसिमका जङ्गली फुलहरूले आफ्नै सुगन्ध छरेर आफ्नै सौन्दर्यता बढाएर बसेका र वरिपरि हिउँले भरिएका डाँडाहरू सेतै हाँसेर आफैलाई मुस्कुराएको देखाउँदै यति ठुला रुखहरूले स्वागत गर्दै बसेका यो पोक गाउँ अत्यन्तै सुन्दर लाग्यो। र करोडौँ लाग्ने हजारौँ वर्ष पुरानो रुखहरू, यस्ता पुराना गुम्बाहरू जुन चाहिँ अहिले नयाँ भौतिक संरचनाहरू बनाएका छन् देख्न सक्नुहुनेछ। र हामी भोलिपल्ट बिहानै खाजाहरू पोको पारेर त्यहाँको लोकल बहिनीलाई खाजाहरूको व्यवस्था गर्न लगाएर हामी बिहानै त्यहाँबाट निस्क्यौँ। र यो उकालो यति धेरै उकालो हो कि बाफरे, यो जङ्गलको उकालो जति हिँडे पनि 3 घन्टा भइसक्यो तैपनि उकालो मजाले तर्नै सकेको छैन। एकदम गाह्रो छ। अलि माथि जति माथि जाँदै गयो तति हिउँ बाक्लो देख्ने चिप्लेर
हिँड्नलाई नै अप्ठ्यारो हुन अवस्था आउन थालिसक्यो। अब देख्नु हुनेछ रहेछ खुट्टाहरू हिउँले सबै भिजिसकेका छन्। अनि बाटो चाहिँ यहाँसम्म चाहिँ राम्रैसित देखिया छ। माथि गइसकेपछि थाहा छैन। जङ्गलमा मेरो एउटा भाइ र अर्को त्यहीँको लोकल गाइडसँग हामी चाहिँ गयौँ। योभन्दा अगाडि गएको मान्छेहरू पनि फर्केर आएछन् बाटो नदेखेको कारणले। त्यही भएर हामीले चाहिँ लोकल गाइडलाई लिएर गयौँ। ल देख्न सक्नुहुन्छ साथीहरू, यहाँ आइपुगेपछि चाहिँ ठ्याक्कै आइपुगे जस्तै लाग्यो। हामी लगभग पौने 3 घन्टा पार गरेर यहाँसम्म आइपुग्यौँ। अब यहाँ आइसके पछाडि चाहिँ वरिपरि हिमाल जस्तो देख्न थाल्यौँ हामीले। यहाँबाट पनि मास्तिर लाग्नुपर्ने रहेछ। तलतिर कति सुन्दर ठाउँहरू छन चाहिँ, तर हामी यो मास्तिरको बाटो लाग्छौँ। हेर्दाखेरि चाहिँ हामीलाई नजिक भने तापनि यो हिउँको कारणले खुट्टा मास्तिर चढ्दै नचढेको कारणले चाहिँ हामीलाई एकदम धेरै टाइम लागिरहेछ। र पनि हामी छिटै नै पुग्छौँ, हामीलाई आशा छ। मौसम चाहिँ एकदमै झलमल लागेको छ। हिजो अस्ति पुरै पानी परेर अनि कुहिरो लागेर राम्रोसित कोही मान्छे जान सकेका थिएनन्। गएका पनि यस्तो सुन्दर दृश्य देख्न पाएको थिएन। तर अहिले हेर्न सक्नुहुन्छ रुखमा पनि मजाले हिउँ परिरहेको छ। वरिपरि डाँडै डाँडा मस्त देखिने यो ठाउँमा बसेर फोटो नखिचिकन त हामी लाग्ने कुरै भएन। केही समय रेस्ट गर्ने, फोटोहरू खिच्यौँ अनि हामी नि यति सुन्दर ठाउँलाई हेर्दै यो बाटोमा मेरो चस्मा बाँचियो, हरायो होइन। त्यही भएको कारणले जस दाइ हामीसँग आउनुभएको थियो, उहाँ दाइले पनि मलाई चस्मा दिनुभयो। कति सहयोगी, कति ह्याप्पी भएँ म चाहिँ। अनि यहाँबाट हामी चाहिँ यो हिउँले आँखा खाएर दुखेर पोलेर हेर्नै नसक्ने हुने। त्यही भएको कारणले साथीहरू हिउँमा चाहिँ चस्मा लिएर चाहिँ एउटा मात्रै होइन 2-3वटै लानुभयो भने चाहिँ अझै राम्रो हुन्छ। हजुरहरूले यो चस्मा लान चाहिँ नबिर्सिनु होला। र चिसो कपडाहरू, चिसोबाट बाँच्नको लागि कपडाहरू लान चाहिँ कहिले पनि भुल्नु भएन। र यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ भालुको पाइला भन्नुहुन्थ्यो दाइले। विभिन्न भालुको पाइला पनि हामीले देख्यौँ। र अब यहाँ चाहिँ एकदम धेरै भालु लाग्छ भन्ने सुनेको थियो। त्यही भएको कारणले पाइला हेर्नुभयो दाइले चाहिँ। एक्लै जान नसक्ने ठाउँ रहेछ। जति हिँड्यो तति नआउने। हेर्न सक्नुहुन्छ यो हिउँ खुट्टा भाँसिएर धेरै हिँड्न नसकेर होला सायद। हामीलाई लगभग 3.5 घन्टा भइसक्यो हिँडेकै छौँ हामी। सुन्दर दृश्य हेर्न सक्नुहुन्छ। वरिपरि चारैतिर हिउँ। यदि हजुरहरू लार्किला पास आउनुहुन्छ भनेदेखि लगभग पोक गाउँमा एक दिन बसेर तपाईँहरू गाडी भएको ठाउँसम्म एक दिन, माछी खोलासम्म एक दिन, र माछी खोलादेखि यो पोक गाउँसम्म एक दिनमै आउन भ्याउनुहुन्छ होइन। अनि पोक गाउँमा एक दिन बेलुका आएर बसेर अनि राति एक रात त्यहाँ बसेर पछि बिहानै उठेर फेरि पोक गाउँमा होइन, पोक गाउँभन्दा पनि माथि 2 घन्टा माथि जहाँ चाहिँ हामीले गेस्ट हाउस भएको ठाउँमा, त्यहाँ चाहिँ वाइन फ्याक्ट्री भएको ठाउँमा गएर बस्न सकिने रहेछ। 2 दिन नभएर एक दिन मात्रै हजुरहरूले यो टाइम दिनुभयो भने चाहिँ एकदम सुन्दर हुनेछ। ल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हात ठिर्याएर खुट्टा ठिर्याएर मराउनु भएको छ घामले। घाम लागे पनि एकदमै खुट्टा ठिर्याइरहेछ यस्तो हिउँमा हिँडेर। त्यही भएर दाइले आगो बाल्नुभयो अनि हामी चाहिँ आगोमा मस्त सेकायौँ ल्याएको खानेकुराहरू पनि। अनि ल खायौँ। वरिपरि यो गुम्बाहरूमा आएर बस्दा रहेछन् मानिसहरू पनि। गुम्बाको चाबी चाहिँ दाइले ल्याउनु बिर्सिनु भएको रहेछ। चाबी घरमा बस्ने ठाउँ पनि रहेछ रहन त, तर पनि खासै मान्छेहरू चाहिँ बस्ने रहन्छ। र यो तालमा बेसकन करायो भने, बेसकन हल्ला गऱ्यो भने पानी पर्ने, हल्लिने यस्तो सम्भावना हुन्छ भन्ने कुराहरू पनि सुनेका थियौँ। र यो सुन्दर एकदमै प्रकृतिको बिचमा रहेको सुन्दर ताल, जहाँ चाहिँ पानी चाहिँ यस्तो विधि हुँदाखेरि पनि ताल जमेको छैन। यति हिउँ पर्दाखेरि पनि कति दिन भइसक्यो हिउँ परेको, तर पनि ताल जमेको छैन। मलाई लाग्छ यो ताल ठुलो थियो होला। यो माथिसम्म पानी परिरहेछ, तलसम्म
चाहिँ पुगेको होला। यहाँ गुम्बा देख्न सक्नुहुनेछ हजुरहरूले। गुम्बा देख्न सक्नुहुन्छ। गुम्बाभन्दा मुनिबाट चाहिँ यो सबै हिउँ भएको ठाउँ चाहिँ तालै थियो होला जहाँसम्म लाग्छ। र हामी यहाँ नजिकै पनि पुगेर हेरौँ होइन। वरिपरि सबै हिमाल देखिन्छ साथीहरू यहाँबाट देख्न चाहिँ। तर अलिकति हामी चाहिँ पुग्नलाई अलिकति ढिला भएको कारणले थोरै कुरो ढाक्दै आयो। वरिपरि चाहिँ प्रष्ट रूपमा देखेनौँ। आँखाले देख्न भ्यायौँ तर पिक्चरले चाहिँ खिच्न भ्याएनौँ। ल यहाँ गएर हेर्दाखेरि ताल चाहिँ एकदम ठुलो छ डेथ ताल, जसलाई मृत्यु ताल पनि भनिन्छ, जुन चाहिँ यो लगभग 3750 किलोमिटरभन्दा माथि रहेको ताल मनाङ जिल्लामा रहने यो ताल चाहिँ अत्यन्तै धेरै सुन्दर हेर्न सक्नुहुन्छ। यदि हजुरहरू पनि लार्के पास जाँदै हुनुहुन्छ भने यो बाटो हजुरहरूले पक्कै पनि यो मिस गर्नुहुन्न भन्ने अपेक्षा छ मेरो चाहिँ। ल एकदम सुन्दर ताल छ। अब हामीलाई कुहिरोले छोप्न थाल्यो। जुनै पनि हिमाली क्षेत्रमा चाहिँ लगभग 12 बजीभन्दा अगाडि नै तपाईँहरू पुगिसक्नु पर्ने हुन्छ, नत्र भए पुरै बादलले छेक्ने, कुहिरो लाग्ने सम्भावना हुन्छ। त्यही भएर हामी चाहिँ अब बेलुका भएपछि पानी पनि पर्ला जस्तो हुन्छ, हिउँ पर्ला जस्तो हुन्छ। अनि हामी चाहिँ केही समय बिताएर त्यहाँबाट निस्किनु पर्ने हुन्छ छिट्टै नै। तपाईँहरूले पनि कुनै पनि ठाउँमा जाँदाखेरि बिहान 3 बजे 4 बजे नै उठेर हिँड्नुपर्ने हुन्छ र फर्किँदाखेरि चाहिँ छिट्टै फर्किनुपर्ने अवस्था हुन्छ। हाम्रो यो गाइड लोकल गाइड दाइ हो। साथीहरू यहाँहरूलाई मैले छोटकरीमा सम्पूर्ण यो मृत्यु तालको भिडियो देखाएँ। यहाँलाई कस्तो लाग्यो? यति घाम लाग्दाखेरि पनि हेर्नु न, हिउँ चाहिँ पग्लेको छैन मजाले। मेन बाटोमा त झन् यो चाहिँ हो कालताल भिडियो। यहाँहरूले कमेन्ट गरिदिनु होला। यदि मन पर्यो भने सब्सक्राइब लाइक पनि गरिदिनु होला साथीहरू। यो भिडियो यस्ता भिडियो चाहिँ जस्तै अब धार्मिक आस्था बोकेका ठाउँहरूमा, धेरै ठाउँहरूमा गइन्छ र यहाँहरूले मन पराउनु भयो भनेदेखि चाहिँ यस्ता भिडियोहरू चाहिँ बनाउने हामीलाई पनि हौसला मिल्छ। त्यही भएको कारणले हस् त साथीहरू, यहाँहरूलाई यति जेलसम्म भिडियो हेरिदिएर साथ दिनुभएकोमा धेरै हार्दिक धन्यवाद दिँदै म चाहिँ अहिले बिदा हुन्छु। नेक्स्ट भिडियो चाहिँ यहाँहरूको लागि आउनेछ लार्के पासको। अब हामी चाहिँ यहाँबाट लार्के पास जाँदैछौँ। हामी गएर जहाँ हामी बसेका थियौँ पोक गाउँ, त्यहाँ पोक गाउँमा चाहिँ हामीले राख्नेछौँ आफ्नो सामानहरू, राखेको सामानहरू लिएर। अनि हामी वाइन फ्याक्ट्रीसम्म गएर बस्नेछौँ 2 घन्टा हिँडेर माथि। त्यस पछाडि त्यहाँबाट चाहिँ हामी चाहिँ सर्लक्क 2 दिनमा चाहिँ हामी लार्के पास चाहिँ ठ्याक्कै पुग्नेछौँ। यहाँबाट 2 दिनमा हिँड्न सक्ने मान्छेले चाहिँ लार्के पास हानेर तल आउन सक्नेछ है त साथीहरू। त्यही भएको कारणले हजुरलाई, नेपालीहरूलाई चाहिँ 7 दिन 1 हप्तामा चाहिँ लार्के पास हान्न सकिन्छ है। यो भ्याएर पनि यदि तपाईँहरू मजाले हिँड्न सक्नुहुन्छ भने, ठिकै हिँड्न सक्नुहुन्छ भनेदेखि चाहिँ 7 दिनमा बाटोहरू एकदमै राम्रो छ। लार्के पासको खासै धेरै कहीँ अप्ठ्यारो समस्याहरू केही पनि छैन न। अति धेरै सुन्दर छ साथीहरू। हस्, अझै पनि देखिँदैछ हिउँहरू चाहिँ, कहिले देखिने कहिले नदेखिने हुन्छ। अनि गन्द्रङ आफ्नो खुट्टाले चाहिँ साथ दिएको छैन, तर पनि लड्दै पढ्दै कहाँ टेकेको केही थाहा छैन। त्यो गर्दै हामी चाहिँ हिँड्यौँ यहाँका लोकल बाहरू। हस् त साथीहरू, आजको यात्रा यहाँसम्म मात्रै। अब हामी चाहिँ यहाँबाट निस्क्यौँ। बाई बाई साथीहरू।